यो भिडियो हेर्ने 90% मान्छेले यो कुरा सोचेकै हुन्छ। मोबाइलबाट पैसा कमाउन सकिन्छ कि सबै स्क्याम हो। म पनि एक टाइममा यही कुरामा कन्फ्युज थिएँ। आज म यही कुरा ट्रुथ भन्छु। हाइप हो कि रियल हो? आजकल जता हेरे पनि यही सुनिन्छ। अनलाइन अर्निङ, प्यासिभ इन्कम, मोबाइलबाटै डलर कमाउने। फेसबुक, युट्युब, टिकटक सबैमा यही भिडियो। तर प्रब्लम के हो भने कसैले सही बोलिरहेछ, कसैले गलत। थाहा हुँदैन। म पनि स्टुडेन्ट नै हो, मिडल क्लास फ्यामिलीबाटै। अनि एक टाइममा मैले पनि सोचेको थिएँ मोबाइलबाट पैसा कमाइयो भने लाइफ सेट हुन्छ। बट धेरै भिडियोहरू हेरेँ, डिफ्रेन्ट एपहरू पनि ट्राई गरेँ। एन्ड देन त्यसपछि बुझेको कुरा चाहिँ मैले आज सेयर गर्दैछु। यस, धेरै कुरा स्क्याम नै छ। ता हेरे पनि जे गरे पनि अन डलर बाई वाचिङ एड्स। क्लिक गरेर पैसा कमाउने नाना थरी टेलिग्राम अर्निङ जब्सदेखि लिएर के न के हुन्छ भने टाइम मात्र वेस्ट हुन्छ। मैले 1 घन्टा काम गर्छु एन्ड रिटर्नमा जम्मा 10 रुपियाँ एन्ड इभन कोही एपले त 10 रुपियाँ पनि दिँदैन। बट इन अनदर साइड सबै कुरा झुटो भने होइन। मोबाइलकै युजबाट पैसा कमाउने मान्छेहरू पनि थुप्रै छन्। यस, नेपालमै छन्। बट डिफ्रेन्ट के हो भने उनीहरू एपबाट होइन, स्किलबाट कमाउँछन्। रियल कुरा के हो भने मोबाइल जस्तो क्यामेरा जस्तो माइक टुल्सहरूले पैसा दिँदैन, युज गर्ने तरिकाले पैसा दिन्छ। कसैले युट्युबमा भिडियो अपलोड गरेर पैसा कमाइरहेको छ भने कसैले फेसबुक मोनिटाइज गरेर, कोही एडिटिङ सिकेर भने कोही गेमिङ थ्रुबाट। मोबाइल त सबैसँग छ तर सबैले पैसा कमाउन सक्दैन किन? म पनि एक दिन सोच्थेँ एक दिन भाइरल भएपछि पैसा आउँछ होला, तर बिस्तारै बुझ्दै गएँ कन्सिस्टेन्सी नै यो हो। सो मोबाइलको थ्रुबाट पैसा कमाउन सकिन्छ कि सकिँदैन? माई अनेस्ट एन्सर इज यस, अफकोर्स यसबाट पोसिबल छ। इजी भने चाहिँ हुँदैन। मोबाइलले पैसा नै दिँदैन तर मोबाइलले अपर्च्युनिटी दिन्छ। इफ यु आर स्टुडेन्ट एन्ड इफ यु आर कम फ्रम द मिडल क्लास फ्यामिली एन्ड तिमी पनि लाइफमा केही कुरा गर्न खोजिरहेको छौ भने तिमीले युज गर्ने मोबाइल वेस्ट पनि हुनसक्छ एन्ड त्यही नै वेपन पनि हुनसक्छ। द्याट डिपेन्ड्स अन यु कि तिमीले कसरी युज गरिरहेको छौ। एन्ड या म पनि अझै सिक्दैछु एन्ड अझै ट्राई गर्दैछु। तर एक कुरा चाहिँ बुझेँ, स्क्याम खोजेर आफ्नो टाइम वेस्ट गर्नुभन्दा आफ्नो ग्रोथमा टाइम लगाउनु इज मच मोर बेटर। एन्ड या कमेन्टमा भन तिमीले अहिलेसम्म यसमा ट्राई गरेको थियौ कि थिएनौ एन्ड नेक्स्ट भिडियोमा मैले कुन टाइपमा कन्टेन्ट बनाउने एन्ड कुन टाइपको भिडियो अपलोड गर्ने सजेस्ट मी।